आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला है। के कस्तो हुँदैछ? मेरो चाहिँ इभिनिङको केही पोस्ट नभएकोले गर्दाखेरि चाहिँ अहिले मैले बनाउँदैछु हजुरहरूको लागि यो इभिनिङ पोस्ट है त। सायद उता त रात परिसक्यो होला, बट यहाँनिर त भर्खर हाम्रो कति बज्यो 5:30हरू हुँदै होला हो। यहाँ त अहिले इभिनिङै छ र अब त दसैँ पनि चाड तिहार पनि आउँदैछ है। सबैजना एकदमै रमाइलो भइरहेको होला, खुसी भइरहेको होला, मासुहरू सुकाइराखेको होला है दसैँमा खानाको लागि। म त साथीहरू साँच्ची भनेको लागि दसैँमा चाहिँ अरू चाहिँ केही होइन कि आफन्तकोमा गएर चाहिँ होइन पोलेको मासु चाहिँ एकदम मनपर्छ खानु। पोलेको मासु चाहिँ होस्, अरू बाँकी होस् कि नहोस्, पोलेको मासु चाहिँ खानु मलाई एकदमै मनपर्छ होइन। तर अब यो पालि त त्यस्तै भइगयो है। यो पालिको दसैँ पनि मैले आफ्नो फ्यामिलीहरूसँग मनाउनु पाउँदिनँ, तर म आशा गर्छु कि अब आउँदो अर्को दसैँमा चाहिँ म हजुरहरूसँगै दसैँ मनाउने छु है त। चाड तिहारहरू बनाउने छु, त्यसैले गर्दाखेरि मन दुख नगरिदिनुहोस् होला है। मेरो जति पनि मेरो रिलेटिभ्सहरू छ, जति पनि मेरो आफन्तहरू हुनुहुन्छ, जति मेरो साथीहरू हुनुहुन्छ, म सबैजनालाई यही भन्दछु कि यसपालिको दसैँ तिहार म सँगै बनाउनु नसके पनि हजुरहरूसँग म आउँदो दसैँ तिहारहरू सँगै बनाउने छु है। नरिसाउनुहोस् होला है सबैजना। म धेरै होइन, अब घर जाने दिनहरू पनि नजिक आउँदैछ है। हजुरहरूलाई भेट्ने आशा गर्दैछु र जब म आउँछु, जब मेरो आउने समय हुन्छ, आशा गर्छु कि त्यो समयमा यस्तो त्यस्तो केही घटना नघटोस्, यस्तो नराम्रो केही नहोस् जसले गर्दाखेरि चाहिँ दसैँ तिहार बार्नु परोस् या फिर कुनै पनि कुरालाई अब त्यस्तो होस् भनेर है। किनभने अब म उता आइसकेपछि मलाई पनि दसैँ तिहारहरू एकदमै मनाउनु मनपर्छ नि आफ्नो मान्छेहरूसँग है। आफ्नो मान्छेहरू भएकोमा जानु मनपर्छ, टिका लाउनु मनपर्छ। दसैँमा सबैलाई भेट्दा कस्तो खुसी हुन्छ, त्यस्तै मलाई पनि त्यही खुसीको आनन्द लिनु मन छ है। यो पालिको दसैँ अब यस्तै नै भयो। यो पालिको मात्रै होइन, पहिला पोहोरको दसैँ पनि त्यस्तै नै भयो, हजुरहरूसँग बिताउनु पाइनँ। तर अब आउँदो जुन चाहिँ यो 2025 त गइहाल्छ अब है, धेरै पनि छैन, 3 महिना त छ। अन्त 2025 गइसकेपछि 2026को दसैँ चाहिँ हामी सँगै बसेर सबैजना सेलिब्रेट गर्नुपर्छ है। मामा माइजूकोमा, बाजे बोजूकोमा टिका टालो लगाउनु जानुपर्छ है। टिकाहरू लगाएर है, दसैँको लुगाहरू लगाएर जानुपर्छ है। सो हजुरहरूलाई म त्यही भन्छु, यो पालि मन दुख नगरिदिनुहोस् होला है। अब म छुइनँ र पनि मलाई पनि याद गरिदिनुहोस् होला हजुरहरूको सम्झनामा, हजुरहरूको यादहरूमा है। छेउमा छुइनँ भने पनि एकल भए पनि हजुरहरूकोबाट आशा गर्दछु कि हजुरहरूले मलाई सम्झिनुहुन्छ भनेर। म अब हुनु त म त्यहाँ छुइनँ, तर पनि म चाहन्छु कि हजुरहरूले पनि मलाई सम्झियोस्। एटलिस्ट मैले तपाईँहरूले कल गर्नु भ्याएन, पाहुनाहरू छ भने एटलिस्ट एउटा मेसेज आयो भने पनि मेरो लागि त्यो एकदमै ठुलो कुरा हो है। ह्याप्पी दशहरा भनेर एउटा अब टाढोमा हुँदाखेरि एउटा सानो एउटा मेसेजले पनि मन खुसी बनाइदिन्छ है। अब हुन्छ तपाईँहरू एकदमै बिजी हुनुहुन्छ, अब दसैँ तिहार हो, पाहुना पातहरू आएको हुन्छ, तर पनि म बस हजुरहरूसँग एउटा आशा मात्रै गर्छु कि मलाई एउटा मेसेज ह्याप्पी दशहरा स्वस्तिका, ह्याप्पी दशहरा सुस्मी भनेर एउटा मेसेज भए पनि गरिदिनुहोस् होला है। किनभने अब म पनि टाढोमा छु, म पनि चाहन्छु कसैले मलाई विस गरोस्, कसैले मलाई याद राखोस्, मलाई पनि होस् न मलाई चाहिँ सम्झिस् है, मलाई बिर्सेको छैन रहेछ भन्ने चाहिँ होस् न है त। बाई बाई। म चाहिँ यति नै भन्न चाहन्छु र मेरो अहिले इभिनिङको कन्टेन्ट पनि भइसक्यो है। बाई बाई।